Hello guys, के हो तिम्रो नाम बहिनी परिचय पाम वेलकम ब्याक टु माई ब्लग दिस इज सुमित दलामी वेलकम टु यालो डिएस लाइफ अफ दलामी सुमित हामी रुमबाट निस्किसकेको छौँ दिदी र म रुमबाट निस्किसकेको छौँ आज चाहिँ हामी घुम्न जान लागेको छौँ बरदुबईतिर मोमो खान हाम्रो उता बस स्टप त्यहाँ छ बस स्टपतिर जाँदैछौँ गाडी पार्किङ गरेर कहाँ हो कुन हो गाडी चापी गाडीमा हिँड्नु चाहिँ यो चाहिन्छ होइन यो चाहिँ हामीले डिपोजिट गर्न लाग्छौँ पैसा हाल्न लाग्छौँ यो चाहिँ यहाँ छिराउने स्टोरी डिस्प्लेमा देखाइन्छ घाममा राख्दा यो भएको तँलाई नि होइन जम्मा 3 रुपियाँ रहेछ यहाँ 3 रुपियाँ रहेछ अब यहाँ कति रुपियाँ हाल्ने अब यहाँदेखि पैसा झिक्छ यहाँदेखि पैसा झिक्ने अनि यहाँ चाहिँ यस्तै हाल्ने तान्यो हो 10 आयो 10 रुपियाँ हालेपछि अनि के हो यो इन्ड विदाउट रिसिप्ट इन्ड विथ रिसिप्ट मागौँ न टच भयो अनि यहाँदेखि रिसिप्ट झऱ्यो यहाँदेखि रिसिप्ट आउँछ है रिसिप्टमा चाहिँ सब कति रुपियाँ हालिसक्यो अरे सब आउँछ है अब कार्ड पनि बाहिर निस्क्यो तेरो पनि हाल्यो छ कति रुपियाँ रहेछ यसको हेरौँ कति रहेछ धनी मान्छे हेरौँ न कति रुपियाँ रहेछ 20 रुपियाँ भन्ने गुड्यो ट्रेन गुड्यो यो चाहिँ मेट्रो जाने बाटो भयो अनि यहाँ चाहिँ उता डे टु डे छ दुबई फ्रेम ब्रुज खलिफा यो साइड भयो होइन अबुधाबी जाने यो बाइक साइड भयो मरिना बिच सबै जुमेरा यो साइड भयो हामी बस्ने यहीँ हो अनि यो साइड चाहिँ यहाँ हेर्दा ओहो यो साइड चाहिँ बुर्जुमान भयो बरदुबई बुर्जुमान होइन अलरिगा देहरा अनि शारजा आजमान यो साइड भयो अनि यहाँ चाहिँ यस्तो बिल्डिङहरू छ होइन यहाँ चाहिँ पार्क रेगिज होटेल छ पार्क रेगिज अनि यहाँ चाहिँ हामीले बसको वेटिङ गरिरहेको छौँ बस कतिखेर आउँछ अनि बसमा जान्छौँ अनि गएर मोमो खान्छौँ यो चाहिँ लास्टै गर्मी चाहिँ कडा हो यहाँ चाहिँ 50 डिग्री सेल्सियस गर्मी छ दिउँसोमा हिँड्नु छैन रातिमा हिँड्नुपर्छ जाडो महिनामा चाहिँ यहाँ पछाडिमा चाहिँ इभेन्टहरू रमाइलो हुन्छ बजार जस्तो लाग्छ अहिले चाहिँ गर्मीमा चाहिँ यहाँ भएको छैन हामी बस्ने चाहिँ ठ्याक्क बिचमा एडिसी मेट्रो स्टेसन र बुर्जुमानको बिचमा बस्छौँ एकदम ठिक छ अनि रक्स किन्न जाने पनि यहाँ पारि हो म चाहिँ यहाँ स्पेनिसमा छ स्पेनिसमा जान्छु रक्स किन्न चाहिँ आज मैले क्यामेरा समात्न राम्रोसित दोहोरेको छैन कतै केही मिस्टेक भयो भने सरी ल मेट्रो पछाडि मेट्रो बसायो जान्न चाहिँ यसरी आउँछ लट्याको स्टेसनहरू पुरै डिस्प्लेमा जान्छ यहाँ यसरी पैसा तिर्ने ढोका खोलिन्छ अनि त्यहाँदेखि झर्ने हामीले चाहिँ अहिले चाहिँ हामी सरपडी जान्छौँ गाडी बसहरू चाहिँ यस्तो बिचमा हिँड्छ यसरी बिचमा हिँड्छ केटा हो ट्याप गरेर निस्किने ट्याप गरेन भने अनि बिचमा आरटिएले थाहा पायो भने चेकिङ गरेर पऱ्यो भने 200-300 रुपियाँ फाइन पर्छ केटा हो यसो ट्याक्क छ अब यहाँदेखि क्रस गर्न पनि रेड लाइट छ रेड लाइनमा क्रस गर्नु भएन यो चाहिँ हो सरफ डिजे बरदुबई भन्ने हुन्छ यसलाई सरफ डिजे होइन ट्याक्क यहाँ चाहिँ बस हिँड्छ बिचको लेनमा उतादेखि यहाँ यो साइड खतरा छ जहाँ भाइ पनि रोक्न पाउन बसहरूले जता भाइ जे भाइ गर्न पाउन गाडीहरू पुरै
नेम तालनामा हिँडेको हुन्छ। अब यहाँ पछाडि रेड लाइट छ, हामी यहाँ क्रस गर्नुहुन्न, ट्राफिकले पुलिसले भेट्यो भने हान्छ, फेरि कडा हो हान्छ। ग्रिन लाइन बोल्यो, ग्रिन लाइन बोल्छ ट्याक्क क्रस गर्ने, क्रस गर्ने अनि घुम्न आएको नि बसमा हिँड्नु खोजेर हुन्छ कस्तो होला। घुम्न आएपछि त घुम्नु पऱ्यो नि। अब फेरि यता क्रस गर्नलाई फेरि रेड लाइन। ओ त्यो मोजा नाइकको छ तेरो त ब्रान्डेड हो भनेपछि। अब हामी खोज्दैछौँ मोमो खाने पसल कहाँ छ। यो साइड हामी झेला छ, मलाई यो साइड झेला छु, उतापट्टि साइड चाहिँ मान्छेहरू यति भिड हुन्छ भने, मान्छेहरू कति भिड हो क्या, भिड भिड भिड। यो मेट्रो स्टेसन, मेट्रो स्टेसन अब हामी बाहिर निस्केको छ। रोड क्रस गर्नलाई एसी बाटो, यहाँभित्र एसी हुन्छ, त्यही सर एसीमा ट्याक्क मेट्रो स्टेसनमा त अब रोड क्रस गरेपछि ट्याक्क मोमो पसलमा गइन्छ। अनि त्यो ट्रेडिङ गर्ने भनेको भोलि ओ 6 महिनापछि मोमो खान हेरिरहेछौँ हामी। त्यो पसल भएको कहाँ हुन्छ र? त्यो स्टुडियो त्यो होइन र, उ त त्यो के हो यार? कहाँ हो कहाँ हो कहाँ हो कहाँ हो कहाँ हो? जति पनि नेपालीहरू छ यहाँ भिडियो, नेपालीहरू इन्डियनहरू सबै भेट्नु बरडुबेमा त्यस्तो भिड छ। विशेष गरी न बरडुबे अझै यो पार्किङ तिर जानुपर्छ, त्यहाँ फेरि नेपालीहरू रक्सिखान भेट हुने, यस्तो धेरै भेट हुन्छ भने। सब अब यहाँको नेपाली दिदी बहिनीहरू पाकिस्तानी बङ्गलादेशीहरूसँग देखिन्छ। पिटो तर सत्य। तर 2 वर्ष पहिला आउने यहाँ यस्तो देखेको थिएन अरे यहाँ त मान्छेहरू। म त त्यस्तो डुलेर हिँड्छ त नि, घरिघरि आउँछु। यत्रो धेरै त मान्छेहरू के साह्रो प्याक हो यार यहाँ। हामीले खोजेको मोमो खाने पसल कहाँ हो भने क्या। एउटा यात्रा भन्ने त्यहाँ रहेछ। फाइनल्ली हामीले चाहिँ होटल देखिसकेको छ उमा के अरे मोमो खानालाई। बेस्ट अफ दि बेस्ट। 6 महिनापछि मोमो खाँदै हात छान्दै गाँठो 5 रुपियाँ दिइरह भने म 4 प्लेट खान्छु। तर यो होइन जस्तो मानेर मैले यार होइन। ल्यापटप भोलि, ल्यापटप र तेरो ट्रेडिङ भोलि। वेलकम टु नेपाली मोमो क्लब, वेलकम टु नेपाली मोमो क्लब। ल केटा वेलकम टु नेपाली मोमो क्लब। मेनु तपाईँहरूले देख्नुहुन्छ ल, मेनु यहाँ हेर्नु सर र मेनु आफै पज गरेर हेर्ने। अब यहाँ छ यी मोमो सेट छ, स्टिम छ 10 स्प्राइट 15, यो के हो चिल्ली झोल भनेको नेपाली 400 रुपियाँ एक प्लेट। 10 रुपियाँ चाहिँ 40 रुपियाँ हुन्छ, 1 रुपियाँ 40 रुपियाँ हुन्छ नेपाली भनेपछि 10 रुपियाँको 10 रुपियाँ भने 400। यहाँदेखि चटपटे पानीपुरीहरू के भन्छ नि। अहिले चाहिँ हामीले के मगाएको छौँ भन्दाखेरि हामीले मगाएको छौँ यो चिकन सेट, कोक अनि एउटा मोमो, झोल मोमो चिकन। ओके हो इलाम टी गार्डन, माउन्ट एभरेस्ट, पोखरा फेवा लेक। यहाँ हेर्नुहोस् न अगाडि सेटहरू पनि पाइने रहेछ यहाँ त। दामी लाग्यो मलाई मेनु। यहाँ मेनु राम्रो लाग्यो यहाँ ट्याक्क नेपालको झन्डा यहाँ ट्याक्क। इलाम डुबेर सिङ र मर भाषा गाकिदिन नानी कथा नानी र पालुवा गाले छ ठ्याक्कै छ न। यहाँ चाहिँ राजाको फोटोहरू छ, त्यस्तो दामी छ। अलिक माल नानी झोर्ले झोर्ले
हाम्रो चिकन झोल मोमो आयो अझै कम्बो सेट आउन बाँकी छ हाम्रो यहाँ खुसी भइसक्नु भएको छ मोमो आएको एउटा क्यामेराम्यान ल्याएको मजाको क्यामेराम्यान भएको छु कस्तो छ खाता आजको दिन फेरि टन्न मासु र भात खाएर आएको मैले पेट खाली छैन मासु भात आलु भुजुरी खाएर आएको छु कस्तो छ बुए मिठ छ ठिकै त हो 10 दिरामको यो 10 दिरामको झोल मोमो एकदम मिठो 400 रुपियाँको नेपाली त भोलि बर्थडेमा पनि खाम्ला मोमो ब्लग मेरो हजुर निसाले ठुक्छ ठुक मैले ओके धेरै धेरै धन्यवाद ल त्यो तातो तातो झोल मोमो लाग्दै हुन चाहिरहेको आयो आयो हाम्रो कम्बो सेट Feeling good? Feeling good? क्याफे समथिङ लाइक के अरे तैँले खोल्यो भने झन् मिठो हुन्छ के अरे अहिले कस्तो छ ठिक छ कि नै यत्रो भात र मासु खाएर आएको मान्छेले चाउमिन चाहिँ A1 छ है चाउमिन एभ्रिथिङ टेस्ट गरेँ एभ्रिथिङ गुड फाइन बबाल है बबाल चाउमिन पनि दामी छ झोमो पनि दामी छ फुल्कीमा पुदिनाको टेस्ट बबाल छ एभ्रिथिङ बबाल है बबाल एकदम मिठो छ यहाँको चाहिँ एभ्री वान सुल भिजिट दिस है के अरे यो नेपाली मोमो क्लब चाहिँ सबले भिजिट गर्नु होला सरफ डिजे एक्जिट नम्बर 3 बर्दुभाइ सरफ डिजे आउनु होला एकदम बबाल छ चाउमिनदेखि लिएर मोमोदेखि बबाल सब बबाल कस्तो छ ठिक छ बोल्नै सकेको छैन यो खाँदा खाँदा मिठो छ नि वाह उहाँ पुग्यो झोल मोमोले नि पुगिसक्यो दामी त मिठो अलिक गर्मी छ कि बाँकी बिहान म एसीमा बसी खानु पऱ्यो नि बबाल हुन्छ सबैलाई भिजिट यहाँ ल नानी छान है कानको नुङ है ओके बाई बाई बबाल केटा मिठो बबाल छ यो चाहिँ छ एक्जिट नम्बर 3 देखि सरफ डिजिट 3 देखि नेपाली मोमो क्लब मोहर भाषा पनि बोल्ने रहेछ यहाँ नानीहरू मोहर्ने नानीहरू पनि रहेछ बहिनीहरू खुसी लाग्यो बबाल चाहिँ केटा हो मोमो एउटा कम्बो सेट चिकन चाउमिन मोमो अनि चटपटे फुल्की गरेर 20 रुपियाँ अनि झोल मोमो 10 रुपियाँ कोक 4 दिराम गरेर चाहिँ हाम्रो कति 34 दिराम तिर्यौँ नेपाली धन्नै 4000 हो नेपाल झन्डै 4000 अब चाहिँ त्यहाँ कोक खान सक्दैन त्यहाँ चाहिँ 4 दिराम अब चाहिँ हामी जाँदैछौँ यहाँ अगाडि रहेछ नेस्टोकै अगाडि छ यो पसल पनि अनि यहाँ चाहिँ नेस्टो जाँदैछ नेस्टोमा गएर सर कोक किनेर खानु पऱ्यो है त दिस इज नेस्टो हाइपर मार्केट है अब चाहिँ हामी नेस्टोमा गएर के अरे कोक खान्छौँ त्यहाँ चाहिँ अब 4 दिराम या 2 दिराममा पाइने कसले नेपाली 80 रुपियाँ धेरै तिर्छ 80 हो र 1 दिराममा 40 भनेपछि
160 रुपियाँको लिएर चाहिँ अब नेक्स्टमा गएर खान्छौँ। हामी चाहिँ आज मोमो मात्रै खान आएको थियौँ। घरमा 1 किलो मासु किनेर पकाएर भात र मोमो खाएर आएर अनि यहाँ मोमो खान आएको। अनि यहाँ बुर्जुमान जान्छौँ, त्यसपछि भोलि चाहिँ यसको ट्रेडिङ गर्न जाने गरे। सुट पसलहरू हुँदैछ यस्तरी। नेक्स्ट चाहिँ भित्र रहेछ। त्यही रहेछ भिड भएको यहाँ नेक्स्ट रहेछ यहाँ बबाल चाहिँ मोमो। अब जान्छौँ हामी कोक। नेक्स्ट हो टमाटी पनि नेक्स्ट हो क्या। नेक्स्ट हुनु चाहिँ सबसे नेपाली ब्रान्ड जस्तै हो नेक्स्ट पनि। सुपर मार्केट नेक्स्ट सुपर मार्केट चाहिँ रहेछ यहाँ। सुपर मार्केट मेरो कोक देखा। यो चाहिँ मेरो यसले मलाई 34 रुपियाँको मोमो खुलायो। मैले चाहिँ यसलाई कतिको 11 रुपियाँको कोक र अनि बुढीलाई चक्लेट। मैले चाहिँ 11 रुपियाँको चक्लेट, बुढीलाई चक्लेट, बुढीलाई मोमो चाउमिन त्यसले रुचाउनु त्यही भएर चक्लेट लिइदिएको छु। अनि यो चाहिँ कोक यिनीहरूले 11 रुपियाँ नेपाली 400 रुपियाँको। यो कोक खाँदै रुमतिर जान्छ अनि भोलि चाहिँ त्यही ऊको यसको ट्रेडिङ गर्न जाने गरे भोलि। अनि त्यही कारण भ्लग आज चाहिँ खाने त्यही मोमो खानु हुन आएको थियौँ हामी स्पेसल त्यही हो। सेम नेक्स्ट हो। सब नेपालीहरू घर जाने बेला चाहिँ सब सामानहरू किनेर जान्छ। यही हो पछाडिको बर्दुको ब्लकहरू नेपाली बस्ने त्यही भएर पछाडिबाट किनेर लैजान्छ धेरै जस्तो सामान। 50 रुपियाँको लागि 50 रुपियाँको खरबुजा भने छुट्यो के अरे मिठाई चक्लेट खरबुजा जस्तो के खजुर 50 रुपियाँको काजु 50 रुपियाँको बदम। हामी जाँदा सबै त्यही होइन। हामी जाँदा चाहिँ पर्फ्युम यो मिठाईको जमाना गयो। मिठाई कम्बलको जमाना गयो। अब चाहिँ पर्फ्युम आउँदा चाहिँ पर्फ्युम। मेरो घरमा चाहिँ फ्यामिली चाहिँ सबैलाई सुगर बिपीहरू छ कि धेरै जसोको सबैले खाने हुने भनेको त्यही खजुर हो। त्यही भएर म सबैलाई खजुर लिएर आउँछु घर आउँदै खजुर अनि काजु 50 रुपियाँको न। आउँदा चाहिँ म पर्फ्युमहरू लिएर आउँछु जस्तै। अन्त त्यसले धेरै खाएर होइन हामीले समात्यो मेरो कसम भन गाइस। हामीले 1 किलो मासु किनेर पकाएर भात सात खाएर खास हामी चाहिँ यसको मेकअप थ्रेडिङ गर्नु भने हिँडेकै थियो। अनि त्यसपछि त्यो अलिकति त्यो इलेक्ट्रिकल सामानहरू पनि हेर्नु थियो के त्यो कारणले मैले जाम मानेको छु। तर यसले मलाई झार्यो बाटै सरक खिची बर्दुबे पुग्ने पाएन। हामी खास बर्दुबे जानु भने यसको मेकअप थ्रेडिङ गर्न हिँडेको मान्छे सरप डिजीमा झरेर त्यहाँदेखि मोमो खान थाल्यो। अहिले धेरै खाएर के भन्छ ट्याक्सीमा घर जान्छु भन्छ त्यही झरौँ। मतलब अस्ति गाह्रो भयो अन्त हिँड्न पनि हिँड्न पनि सकेर गाह्रो भयो। त्यत्रो खाना खाएँ होइन भात मासु अनि आलुको भुजी सब्जी बनाएको थिएँ खाना खाएर 1 किलो मासु आलु भुजिया भात हिँडेको आएपछि यहाँ आएर झोल मोमो चाउमिन त्यतिसम्म खाने त्यो पनि खान अब मैले चाहिँ के अरे माइक किन्नु पर्ने जस्तो मानिरहेको छु कि यसलाई भोलि हेर माइक भोलि चाहिँ ट्रेडिङ गर्न जाँदा
अब यो माइक थ्रेडिङ भनिन्छ यार वर्षमा एकचोटि थ्रेडिङ गर्छु त्यो भने आज वर्षमा एकचोटि गर्छु होइन वर्षमा एकचोटि गर्छु धेरै त्यही भने आज कस्तो टाइम मिलायो होइन खालि मुखमा त्यो त्यही भने नि त आज घरमा त त्यही आएको छ मुखमा अब के गर्ने अब भोलि त्यहाँ त्यो नयाँ चप्पल हात दुख्ने रहेछ म सक्दैन यार बनाउने अरूले कसरी गराउँछ यार सोध्न दिन लाग्छ ल मलाई यसो भनिदिनु पऱ्यो तपाईँहरू कसरी गराउनुहुन्छ के स्ट्यान्ड सिस्ट्यान्ड किन्नुहुन्छ कि के हो यो मेरो त हात पातिसक्यो त्यहीदेखि समात्दा पनि यार ल अब हामी चाहिँ अब चाहिँ हामी बुर्जुमान मलमा गएर डाइरेक्ट त्यहीँ देखाउँछौँ अब यसो समातेर हिँड्नु सक्दैन म हालत बेस्ट हुन्छ यहाँ केटीहरू एक्लै हिँड्नुहुन्न सबै पैसा कहाँ हुन्छ नेपालीहरूको यस्तोमा यही हो पारा त्यति पनि हुन्न है त्यतिखेर सोच हो नराम्रो पारा यस्तो हो यहाँ बसहरू ट्याक्क बिचमा हुन्छ कि यहाँ ट्याक्क बिचमा हिँड्छ बसहरू त्यो ट्याक्क बिचमा यस्तो हुन्छ त्यो चाहिँ यहाँको यो के नम्बर लाग्ने बसहरू टाइममा आउँछ त्यो यो बिचमा अरू चाहिँ बाहिर हिँड्छ म काममा जाने नवाज एक्सप्रेस यहाँ चाहिँ हो रक्सी किन्नेको भिड एमएमआई यो चाहिँ पेट्रोल किन्नेको भिड है लाइन मुखमा हाल्ने पेट्रोल बिहानदेखि साँझसम्म हुन्छ लाइन त्यो लाइन चाहिँ पछाडिको चाहिँ पेट्रोल किन्ने लाइन के को पेट्रोल भने मुखमा हाल्ने पेट्रोल जहिले लाइन हुन्छ हमेसा त्यो खुल्ने बित्तिकै नेपाल लाइन न घाम चाहिन्छ न रात चाहिन्छ न पानी पर्नुपर्छ न के पर्नुपर्छ टाइम मिल्यो त समय मिल्यो त दिइहाल्ने हो बवाल चाहिँ यहाँ यत्रो धेरै छ यो मार्केटहरू यो के मस्ट टाइम्स 1 to 30 गरे 30 दिरहमसम्म मात्रै यहाँ पाउने झिर्लिप 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 यो झिर्लिप झिर्लिप यही रातो बोल्यो आइज रातो हरियो ए छिटो आइज न यो हिँड्न पनि सकेको छैन यार प्लिज वाट ह्यापन टु यु सोना धेरै खाइयो के अरे आज मैले दिनभरि कोक खान हुन्न कोकमा चाहिँ के क्यालोरिजहरू हुन्छ होइन अनि के केमिकलहरू पनि मिक्स गर्छ भनेर हेरेर आएको कोक चाहिँ नखामै गाइस आँखा दुन्जेल हेरेको मैले दिनभरि भिडियो कोक नखाने आँखा दुन्जेल हेरेको अहिले कोक नखाने भने मैले कोक खान्न पनि भने फेरि मैले क्यामेरामा के विचार गरिन्छ हेर न फाइन हान्छ क्या ए हरियो बोलिरहेछ तर मैले के विचार गरिन्छ भने यहाँ चाहिँ यो क्यामेरा भिडियो गराउँदा चाहिँ छुट्टै उज्यालो छुट्टै राम्रो देखिने रहेछ क्या तर म चाहिँ रियलमा छु है राम्रो यो क्यामेरामा मेरो भिडियो राम्रो आउँदैन रियलमा एकदम राम्रो आउँछ नराम्रो मान्छेको क्यामेरामा राम्रो आउने हामी त्यस्तो आउँदैन राम्रो मान्छेको रियलमा राम्रो हुन्छ क्यामेरामा राम्रो हुन्न यस सुन्नु मलाई अनुहार अगाडिदेखि हेर्नु कति राम्रो हुन्छ झन् राम्रो सुन्यो आफूले अरूले भन्न जान्छ त आफै म पाइ मलाई अरूले भन्ने पर्दैन त कति राम्रो होस् भनेर मेरो पसिना निक्लिसक्यो यसमा हामी एडिडासको आउटलेटको मलमा एडिडासको मलमा यहाँ भिडियोमा आउने एलाउड छैन होला सेल्स लागेको रहेछ केटा हो 165 रुपियाँ जुत्ता 40% अफ पक्का ओरिजिनल खै कति छ कति दिन्छ 114 अफरमा रहेछ 40% अफ रहेछ यार एडिडासको प्योर हो नि यो यो चाहिँ हो सपिङ सेन्टर क्यारिफोर यो चाहिँ बुर्जुमानको मलभित्रको चोकमा मल छ यहाँ केटा हो यहाँ हेर सोना तेरो एडिडासको जुत्ता देखाइदिएन 20,000 को
केटा लाइफ त दुबईमा छ कि दुबईमा छ लाइफ अनि 20,000 को जुत्ता किन्ने छ 20,000 जुत्ता किन्छु भने बस यार यस्तो बबालहरू छ क्रक्स 250 रुपियाँ 250 भनेको नेपाली 10-12 हजारको चप्पलहरू त्यस्तोमा छिरेर किन्न खोज्छु यार एडिदासमा गएर 20,000 को जुत्ता किन्न खोज्छु यार त्यस्तो किन्ने होइन कि त्यस्तो तँलाई तैँले किन्छस् थाहा तैँले अस्ति किनेनस् त्यत्रो 2 दिनमा किनिसकेको छ 20 हजारको अझै किन्छु भन्छ यार त्यत्रो अस्ति भयो यसले 20 हजारको यसले अस्ति न 2टा जोड किनिसकेको छ 40 हजारको जुत्ता मैले किनेको 2टा अब फेरि एडिदासभित्र छिरेको फेरि त्यहाँ पनि लिन्छु गरेर यो चाहिँ केटा हो यो पनि सपिङ सेन्टर हो सब हो यो लाइफ त केटा हो दुबईमा छ पैसा कमाउने बिजनेस गर्न छ भने यस्तो रमाइलो छ नि दुबईमा एउटा गाडी हुनुपर्छ अझै सेल्फ कार बबाल ओहो इन्टेरियर केटा यहाँको अझै टपमा पनि रहेछ स्यामसङ पनि रहेछ यहाँ सोना ब्यागहरू सब यो ब्रान्डेड मात्रै रहेछ होइन 99 गरे डेनिमको छ फेरि डेनिमको छ आहा मेन पोइन्ट यो रहेछ त मिड पोइन्ट डेनिम क्रक्स एडिदास पुरा यार यहाँ रहेछ यार ब्रान्डेडहरू त यार कसम कटनको रहेछ त त्यहाँ कटन अन रहेछ नाम खास कटन अन यहाँ यो कुन हेर्छ यसमा छिर्ने कि यो के हो ब्रिक एन्ड स्टोक गरे मेड इन जर्मनी हेर त ट्रेडिसनल 17 मोडल चप्पलहरू मेड इन जर्मनी केटा हो दुबईमा छ लाइफ अन्त छैन चप्पलहरू अब यहाँ ग्लासहरू हेर्छ यहाँ यो ब्रिक स्टक भन्ने त्यहाँ के हो त्यो ब्रिक स्टक मेड इन जर्मन यहाँ छ यो कटन ब्रान्डेड त यहाँ रहेछ यार बोइस ल केटा यहाँ लेन्स कार्ड नेपाली 20-30 हजारको चस्मा किन्ने बानी यहाँ हो केटा ल लेन्स कार्डमा केटा हो प्लो क्लब बाबा सर्ट टी सर्टहरू यहाँ हो हेर ओहो यो के हो लेभिस यस्तो ब्रान्डेड रहेछ यार अब हामी यो साइडमा आइसकेको छौँ उतादेखि यो साइडमा छौँ यहाँ पनि यस्तै रहेछ ल जताततै कडा रहेछ यहाँ चाहिँ यार दुबई लाइफ मनी केटा हो यहाँ बिजनेस हामीले सक्नुपर्छ बिजनेस खतरा छ खतरा फेरि त्यो कहाँ छिर्यो यार एक्सप्रेसन्समा आइज एक्सप्रेसन्समा कहाँ छिर्छ अहिले छोरी मान्छेहरू चाहिँ किनभने यस्तो वाक्क गराउँछ नि जहाँ पनि छिर्ने गऱ्यो जहाँ पनि हेर्ने गऱ्यो जे पनि किन्ने गऱ्यो 10 hours later कमिङ कुर्यो बाथ एन्ड बडी वर्क्सको यही लाउँछिस् नेपालमा बल्ल देखिस् यसको ब्रान्ड होइन यो बसेको यहाँ 2 वर्ष भयो यहीँ अगाडि बस्ने यही मल अगाडि बस्ने हामी रुम होइन यसलाई पनि त्यो पनि मैले देखाएको म आएर बल्ल देखाएको यसलाई ओ के अरे H&M के अरे फेरि H&M को फेरि देखा एक्सप्रेसन देखा न H&M गर्छ हेर म जान्न के अरे छिर्दैन के अरे चाफै म बाहिर बस्छु यो यहीँ हामी बस्ने यही मल अगाडि हो क्या यसलाई थाहा छैन कि यहीँ अगाडि मल छ भनेर हामी बस्ने रुम अगाडि मल छ यसलाई थाहै छैन म आएर मैले देखाइदिएको यसलाई यो पनि H&M जे देख्नु भन्छ
ब्रान्डेड छ यहाँ भनेको पैसा नि ब्रान्डेड हुनुपर्छ केटा हो के हो यसले फेरि म्याक देख्यो उतादेखि चम्किदिइहाल्छ यसले यता हात त्यही एक्सप्रेसन दिँदै आउँछ म्याकको देखेर यार क्लोज ठिकै भयो मिनिसो पनि क्लोज मिनिसो पनि क्लोज तर मैले के रिकगनाइज गरेँ भन्दाखेरि न सबसे धेरै यहाँ कुन कसले के किनेको थाहा छ सबको हातले बाथ एन्ड बडी वर्क्स अहिले जम्मा 25 दिनमा दिइरहेछ कि त्यही भएर नि ए 25 दिनमा नेपाली 1000 हैन नेपाली 1000 भन्दा हामी नेपाली 1000 लोसे कतिमा किन्छौँ भन्दाखेरि 1800 1900 1600 लाइक द्याट नेपाली हुँदा चाहिँ यहाँ चाहिँ जम्मा खास यस्तो प्राइसहरू चाहिँ 50 दिनामहरू रहेछ 50 दिनाम बेच्दिएर भने अहिले अफरमा चाहिँ 20 स्टार बक्स पनि रहेछ यहाँ यार मा कसम स्टार बक्स नै रहेछ सब यहाँ यस्तो छ नि सबैले लिगेछन् कि त्यही भएर यस्तो त्यही त सब जम्मा 25 लिने हो मिठो बनेको छ क्या जान त लिएर आइज त्यही भएर त मैले हेर भनेको तैँले हेर्न कस्तो मुस्ला जस्तो मान्छे पनि यहाँ नि आयो भोलि बेला आइज सही भन्नु मलाई यो झिजो लाग्छ क्या हिजो लागेको छ मलाई अनि यो सेन्टर पोइन्ट तैँले यो मल देखेको छ नि अगाडि बसेर मैले देखेको थिएँ आउने मान्छे गएको कस्तो कस्तो कम्पनीहरू छ यहाँ ग्ल्याम ब्युटी हो यहाँ यो छ भन्ने थाहा थियो मैले नधरिकन भन्ने गाइजन मलाई यो ब्रान्डहरूको नाममा थाहा भएको एउटा कन्भर्स एउटा नाइक एउटा जोर्डन एडिडास अनि हामीले पहिला लगाउने के अरे डिसी सुट्स हो त्यही हो थाहा भएको तर यहाँ थाहा भएको छ कि के हो के म्याक गरे के बाथ एन्ड बडी वास नाना थरी छ यहाँ ब्रान्डेडको कस्तो राम्रो लोसन छ हो जे दिए पनि ताली पठाएर गर्ने हुन्छ यार यसले यार अब आइयो फेरि सेन्टर पोइन्ट आइयो अब यहाँ पनि हुन्छ फेरि अब यसलाई यहाँ राख्नुहुन्छ सेन्टर पोइन्ट यहीँदेखि झर्ने यही साइडदेखि यहीँदेखि झर्ने क्या यहीँदेखि निस्किन अब यहीँदेखि घर अगाडि छ यो यत्रो ठुलो मल ल केटाहरू मैले त्यहाँ तिमीलाई के ल केटीहरू जसको बुढा ठेकदार हो सिन्डुली सम्धी यस्ता स्त्रीहरूको मात्रै त्यो टिकटकमा आउँछ नि चलपल दिनेहरूको यो यहाँ कन्सा टेन्डर टुलेका हो त्यस्तोवालाहरूको बुढालाई लिएर 40,000 को टिकट अनि 80,000 को प्लेन टिकट 40,000 को भिसा 80,000 को प्लेन टिकट काटेर यहाँ आएर यहाँ गुरुमाल घुमाइदिन्छु 10 लाख रुपियाँ बोकेर आउने नेपाली अनि मस्त सपिङ हानेर जाओ ब्रान्डेड चिल्लो भइदिनु हो बाहिर निस्क्यौँ अब उहीँ हाम्रो रुम फेरि यहीँ हो यसलाई चाहिँ बसेर थाहा छैन यत्रो राम्रो ठुलो छ भनेर मलाई थाहा थियो है बाइ द वे म नाको मात्र प्लिज ल प्लिज ल मलाई थाहा थियो ल प्लिज तिमीलाई थाहा भएको भए तिमी यहाँ आउँथ्यौ कान्छु थाहा थियो त मैले जुत्ता किने होला मैले त्यहाँ भनेको बुढाएको थिएँ अस्ति पनि 20,000 को किनेछ दुईवटा जुत्ता नेपाल 20,000 को 40,000 को जुत्ता किनेछ अहिले यहाँ आएर फेरि 20,000 जुत्ता किन्छ भने 20,000 चाहिँ पर्दैन थिएन यो आज डिस्काउन्ट गरेर 18,000 40,000 को जुत्तालाई चाहिँ 18,000 को डिस्काउन्ट गरेर एडिडास भोबालको ओ छिटो जेब्राको रहेछ ओ जेब्राको छ मान्छेहरू हेर ए जेब्रा क्रस गरेर हाम्रो रुम उहीँ हो होइन केटाहरू देखादेखि मैले रुम त्यहीँ हो मल यहीँ छ यहीँ म्याक्स एचएम यहीँ छ यसलाई थाहा छैन है ल अब मेरो भ्लग इन्डिङ हुँदै गइरहेको छ इन्डिङ भइसकेको छ है लगभग अब यहाँ हेर्नुहोस् जेब्रा क्रसिङ गर्ने मान्छेहरू कति धेरै हो नजुत्तादेखि त्यस्तै होला मल चाहिँ होइन हामी छिरेको मल चाहिँ हो यहाँदेखि यस्तो सिधा घर ओ त लास्ट छ नि हो त्यहाँ सकिन्छ यो मल चाहिँ ऊ त लास्ट ऊ त
हेर्नुहोस् मान्छे जेब्रा क्रसिङ यसमा सबसे होइन यो ग्रुपमा यो जेब्रा क्रसिङ गरेको होइन सबसे सानो को तेरो हाइट त्यसो गरेर हेर्ने नपर्ने तँलाई त यो त्यत्रो भिड यसो यसो ढुक्नु पऱ्यो हेर्नु पर्छ तँलाई योभन्दा खतरा चाहिँ डुबे मल त्यसै दामी भएर डुबे मल अनि योहरू पनि मलहरू चाहिँ टन्नै छ त्योमा तर पैसै हिँडेको हो जहाँ पछि पाइदलै पछि छ अब त्यो युडब्लु मल भन्ने देख्न सक्नुहुन्छ तपाईँले यहीँ छ मलहरू जियो मेरो दिलले चाहिँ एउटा राम्रै गतिले ठाउँमा रुम लिएर बसेको रहेछ तर गतिले ठाउँमा रुम लिएर बसे पनि आफू चाहिँ कहीँ नघुमेको रहेछ त्यो यत्रो यत्रो छ थाहै छैन यसलाई अनि जहिले ड्युटी आउने ड्युटी जाने ड्युटी आउने ड्युटी जाने ड्युटीबाट आउने घर आउने जियो नेपालको कति रुपियाँ राम्रो ठाउँमा पहिला तिर्छ हाम्रो रुमको 60,000 है नेपाली 60,000 को चाहिँ रुम रेन्ट तिर्छौँ सानो कुखुराको जत्रो अब एज सुन एज पोसिबल अब चाहिँ हामी 3-4 महिना मपछि चाहिँ अलिक ठुलै 1.5-2 लाखको रुममा सर्ने विचार गरिरहेको छौँ चाहिँ ट्याक्क बुढी दिदी म अनि अझै एकजना साथी छ गरे बुढीको अनि हामी चाहिँ उता ठुलै रुममा बस्ने प्लान गरिसकेको छौँ एज सुन एज पोसिबल हामी अब छिटै जान्छौँ होला यहीँ छ पिज्जा हन्ट केएफसीहरू सब यहीँ छोरीपरिबाट हो पिज्जा हन्ट यहीँ भयो केएफसी दुबई आउँदै हुन्छ कोही आउँदै हुन्छ भने चाहिँ एकदम विचार गरेर आफ्नो पर्फेक्ट सिभी एकदम रफ एन्ड टफ एक्टिभ हुनुपर्छ आफू चाहिँ एक्टिभ भएर जस्तो सुकै मान्छेसँग पनि फेस गर्न सक्ने इङ्ग्लिसबाट या हाई फाइन अफ कोर्स यस सो नो प्रब्लम आई क्यान डु इट ब्युटिज मी आई लाइक 4-5 days देन आई क्यान डु इट एभ्रिथिङ यताउति दिन सक्नुपर्छ अनि सबसे राम्रो यो पिज्जा हन्ट स्टारबक्स होइन अनि केएफसी भयो यिनीहरू राम्रोहरू यहाँ चाहिँ एकदम जियो चलेकै एउटा राम्रो ब्रान्डहरू हामीलाई जियो जुन सफिसियन्ट हुने अब त्यत्रो ठुल्ठुलो यस्तोमा काम त गर्न सकिन्न यस्तोमा जे त्यत्तिको लेभलमा चाहिँ गर्न सकिन्छ हामीले ल अब हाम्रो रुम आइसकेको छ केटा होइन बस स्टप चढेको त्यहीँ देखेको थियो कोला खानुहुन्न भनेर चाहिँ 1 घन्टा आँखा डुङ्ने दिन भरेको त्यही खाएको छ अलि भित्यो ढुस्स अब हिँड्न सक्दैन भन्दै यो चाहिँ यति साह्रै मोटो चाहिँ छैन क्यामेरामा देखेको जति यो डुब्लाइसकेछ यो गानाहरू अलिअलि त्यो यो मोटो चाहिँ छैन है प्लिज जति पहिले मोटो देख्नु चाहिँ मैले क्यामेराको एङ्गल मिलाउन नजानेर हो मैले यो फर्स्ट भ्लगमा मैले मेरो दिदीलाई फर्स्ट भ्लगमा ल्याएर हो यसको चाहिँ क्यामेरामा मैले क्यामेरा एङ्गल मिलाउन नजानेर पछि चाहिँ एज सुन एज पोसिबल म सिक्छु है युट्युब हेरेर सिक्छु सबै सिक्छु यो यति साह्रो मोटो चाहिँ छैन यो मिठाई एकदम मिठो हुन्छ भने कस्तो राम्रो चाहिँ मलाई नेपालको हुँदाखेरि मिठो मारेर खाएको यो मिठाई हो केटी त लास्ट राम्रो छ नि यहाँ त पैसा कमाउनु आएको छ यहाँ बसेर चाहिँ काम आउने यस्तै सेल्सम्यानहरू बाहिर होइन ड्याङडिङ दिने अब आँखा पनि फ्रेस हुन्छ राम्रो केटीहरू पनि हेर्न पाइन्छ राम्रो केटीहरू कस्टमरहरूसँग डिल गर्न सकिन्छ बोल्न पाइन्छ आफ्नो इङ्ग्लिस इम्प्रुभमेन्ट हुन्छ होइन कस्टमरहरूसँग बोलेर आफूलाई डेभलपमेन्ट हुन्छ नलेजहरू अनि के अरे माइन्डहरू पनि रिफ्रेस अनि अधिक एक्टिभ हुन्छ त्यही भएर चाहिँ लगभग चाहिँ सेल्सम्यान सेल्स लेडी होइन यस्तै वेटरहरूमा यस्तै मलहरूको वेटरमा चाहिँ गर्नुपर्छ कामहरू आफू एकदम पैसा पनि राम्रै हुन्छ नेपाली 1 लाख 1.5 लाख स्यालेरी हुन्छ यताउति गरे पनि 80,000 चाहिँ मजाले बच्छ 60-70-80,000सम्म चाहिँ बच्छ त्यो सकेसम्म यस्तैमै घुस्नुपर्छ ल अब चाहिँ हाम्रो रुम आइसकेको छ जाँदा के भन्नु छ केही छैन खानामै ठिक हो खानामै बेस्ट हो खानुहोस् यो सबले भन्छ यसलाई खाएर मोटाएको भन्छ यो फेरि पानी खाए पनि मोटाउने मान्छे फेरि हो कि भन्छ पानी खाए पनि मोटाउँछ यो पानी खाए पनि होइन गाइस थुक्नीले पनि मोटाउने मान्छे हो यो थुक्नीले पनि मोटाउने मान्छेलाई पहिलोचोटि हेर्नुहोस् यहाँ आज तेरो अनुहार देखाएर भए पनि 30 मिनट
30 मिनटको भिडियो हाल्यो भने हेर्ने आज मैले सोचेँ 15 मिनट हाल्छु भनेर तेरो 30 मिनट पनि हाल्छ ल अब चाहिँ हामी रुममा आइसकेछौँ Thank you everyone for watching our video. This is my first vlog. Hope you guys like and subscribe my channel. मन परेको लाइक सब्सक्राइब गर्नु होला मन नपरेकोले पनि लाइक सब्सक्राइब गर्नु होला ल रुम आयो अब चाहिँ मैले राखेको बाई बाई टाटा होप टु सी यु इन नेक्स्ट my vlog Yellow Diaz. Thank you so much. Just subscribe my channel Yellow Diaz Life of Darlami Summit. Bye.